जसरी देवताको शिरमा मुकुट रहन्छ, त्यसै गरी राजाको शिरमा श्रीपेज झल्कन्छ। यसलाई धेरै जसो श्रीपेज र कोही कोही श्रीपेज पनि भन्दछन्। जे भने पनि यो एउटा मुकुट जस्तै हो। राजाले लगाउने मुकुट भएकोले यसलाई राजमुकुट पनि भन्दछन्। वास्तवमा राजमुकुट राजाको मात्र मुकुट नभई देश र जनता सबैको साझा प्रतिमा हो, देशभरिको शक्ति र सत्ताको प्रतीक हो। त्यसैले राजतन्त्र भएका देशमा श्रीपेजको महत्त्व बताएर बताइन सक्नु छ। सामान्य रूपले श्रीपेज बहुमूल्य जुहारातहरू जडाएको एउटा शिरपोस हो। यसको गोलाकार बीट वरिपरि मणिमाणिक्यका झम्का हुन्छन्। अनमोल अनमोल रत्नका बुट्टा र कलात्मक बान्कीले यसलाई झलमल्ल पारेको हुन्छ। मासतिर उठेर पछिल्तिर लर्किएको सेतो कल्कीले यसको भव्यता अझ बढाए झैँ लाग्दछ। हामी श्रीपेज नै भनौँ, किनभने श्रीको मतलब शोभा र लक्ष्मी पनि हो। श्रीपेज भन्दा यो एउटा शोभाको आभूषण वा राजलक्ष्मीको चिन्ह भन्ने पनि बुझ्न सकिन्छ। अर्को शब्दमा यो एउटा विशेष प्रकारको अलङ्कार हो, शिरोभूषण हो, किरीट हो, ताज हो र क्राउन हो। यसको बाह्य आकार प्रकार अङ्ग अलङ्कारहरू देश काल र परिस्थिति अनुसार बेग्ला बेग्लै हुन्छन्, तर भावनात्मक स्वरूप चाहिँ प्राय एउटै हुन्छ। कुनै देशमा श्रीपेज छ भने त्यो देश र जनताको सर्वोच्च संस्था मानिन्छ। त्यो लगाउने सौभाग्य जसलाई हुन्छ ऊ त्यस देशको राजा हुन्छ। राजाको शिरको झलझलाकार श्रीपेजमा जनताको भरोसाहरू झल्किरहेका हुन्छन्। त्यसैले त भनेको श्रीपेज आँखाले हेर्दा राम्रो देखिन्छ मात्र, तर मनले हेर्दा अत्यन्त अग्लो, फराकिलो र ठुलो पनि देखिन्छ। किनभने यो देशभरिको सम्पूर्ण सत्ता र महत्ताको प्रतिमा हो, राष्ट्रियताको एउटा प्रतिबिम्ब हो। यही सर्वोच्च श्रीपेजको प्रत्यक्ष प्रतिनिधि भएर राष्ट्रको नेतृत्व गर्ने हुनाले हामी राजालाई राष्ट्रनायक भन्छौँ। उनको वर्णन बानीमा श्रीपेजको सन्देश सुन्छौँ। उनी भन्छन्, हामीलाई आफ्नो देशको सार्वभौमिक स्वतन्त्रता आफ्नो प्राणभन्दा प्यारो लाग्छ। श्रीपेज कुनै व्यक्तिले लगाउन खोजेर लगाइन्न, कुनै दलले मुठ्याउन खोजेर मुठिन्न, कुनै वर्गले एकहोर्याउन खोजेर एकहोरिन्न, कुनै सम्प्रदायले आफ्नो पार्न खोजेर आफ्नो हुन्न। किनभने यो व्यक्ति, दल, वर्ग र सम्प्रदायको तेरो मेरोको घेराभन्दा सधैँ माथि रहन्छ। त्यसैले 4 वर्ण 36 जातको फुलबारीमा सब फुल श्रीपेजको निम्ति समान रूपले प्रिय छन्। सबै फुलका निम्ति श्रीपेज समान रूपले छ। त्यसैले हामी श्रीपेजलाई राष्ट्रिय एकताको प्रतीक मान्दछौँ र श्रीपेज लगाउने राजालाई हामी सबैका साझा भन्छौँ। श्रीपेजको श्रीगणेश कहिले कुन र कसद्वारा भयो किट्न सकिँदैन। कुनै शास्त्रकारले राजमुकुटको कान्तिमा देव मुकुटको छाया हुन्छ भनेका छन्। कोही चाहिँ नायक बिनाको समाज विनष्ट हुन्छ भनी मान्छेले मिली सम्पूर्ण जिम्मेदारी सुम्पिएर पुजिएको संस्था भन्छन्। जहिले सुकैदेखि जुन कारणले स्थापना भएको भए पनि श्रीपेज नौलो र लडतरो कुरो होइन। यद्यपि आज धेरै देशमा राज संस्था छैनन्, तापनि देशको सत्ता र महत्ताको प्रतीक बनाएर कतै कुनै सभापतिको वा कतै कुनै राष्ट्रपतिलाई राखिएको पाइन्छ। तैपनि आजको विश्वमा श्रीपेज पुज्ने राष्ट्रहरू कम छैनन्। बेलायत, जापान, डेनमार्क, नेदरल्यान्ड कतिको नाम लिनु। यस्तो कुनै पनि राजतन्त्रात्मक देशमा श्रीपेजको अधिकार नै देशको सर्वोच्च शासक, महासेनाधिपति र महान्यायाधिपति साथै कार्यपालिकाका सबै अङ्गले उसैबाट अधिकार लिएर प्रयोग गर्छन्। यति शक्तिशाली भएर पनि न्यायको बाटो नाग्न राजालाई आफ्नो शिरको श्रीपेजले दिँदैन, किनभने त्यो त देश र जनताको नासो हो। त्यसैले जसरी हुन्छ देश र जनताको संरक्षण, भरण र पोषण गर्नु उसको कर्तव्य हुन्छ। चाहिदो अधिकार जनताका प्रतिनिधिहरूलाई सुम्पिएर ऊ माथिबाट नेतृत्व र निरीक्षण गर्दछ। नेपाली श्रीपेजको परम्परा अझ उज्जवल छ।
कतिपय देशको अधिकारीहरूले आफ्नो दायित्व बिर्सेर मात्तिन खोज्दा जनताले दुःख पाएको र देश खाल्टातिर लागेको उदाहरण पाइन्छ। तर ठिक यसको विपरीत नेपालमा सधैँ देश र जनताको कल्याण खातिर श्रीपेशधारीहरू तल्लीन रहँदै आएको कुरो इतिहासले बताउँछ। टुक्रिरहेको नेपालमा पृथ्वीनारायणले राष्ट्रियताको श्री थपे, एकताको पेज कसे। फलस्वरूप नेपाली श्रीपेजको चहकले साम्राज्यवादीहरूको आँखा तिरमिराएर यतापट्टि लाग्नै सकेन। मेरा साना दुःखले आर्जेको मुलुक होइन। त्रिभुवनले श्रीपेजको बाजी थापेर प्रजातन्त्रको निम्ति जनतालाई सघाए। प्रजातन्त्रको स्रोत र संरक्षण पनि श्रीपेज हुन सक्छ भन्ने कुराको उदाहरण नेपालमा पाइयो। स्वर्गीय श्री 5 महेन्द्रबाट पनि देश र जनताको भलाइका लागि के कस्ता कदमहरू उठाइबक्सियो भन्ने कुरा सबैको सामु छर्लङ्ग छ। मौसुबबाट राष्ट्रिय जीवन बलियो पार्न र अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन गरिबक्सेको कार्यहरूले नेपाल र नेपालीहरूको शिर अझ ठाडो पारेको छ। स्वर्गीय श्री 5 वीरेन्द्रबाट पनि नेपाली श्री अझ चम्काइबक्सियो। समयको परिवर्तनसँगै राष्ट्रले नयाँ मोड लिँदा श्री 5 ज्ञानेन्द्रले पनि जनताको चाहनालाई सम्मान गर्दै जनताको नासो जनतालाई सुम्पिएर राजगद्दी त्याग गरी बक्सनुभयो। त्यसैले नेपाली जनताले राम्रोसँग बुझेको छ, नेपालको अस्तित्व जोगाउँदै ल्याउने र नेपालीको प्रतिष्ठा बढाउँदै लैजाने हाम्रो एकमात्र आस्था केन्द्र श्रीपेज हो। यसलाई जोगाउन नसके हामी सबै भताभुङ्ग हुन्छौँ, हाम्रो देश लथालिङ्ग हुन्छ। सारांशमा भनौँ भने नेपालीको आध्यात्मिक आस्था श्री पशुपतिनाथको मुकुटमा छ, भौतिक आस्था श्री 5 महाराज धिराजको श्रीपेजमा छ। त्यसैले त नेपाली लोकगीतमा गुन्जन्छ, देउताको शिरमा सुनको मुकुट, राजाको शिरमा श्रीपेज। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल। मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन।